यो चाहिँ त्यसले कानुन बनाउने बेला चाहिँ हामी नियमन गर्छौँ भन्यो, तर नियमन कसरी गर्छ भन्दाखेरि उसले ल्याएर ट्याक्ससम्म तिर्ला त्यतिसम्म नियमन गर्ने भयो। त्यसपछि बाँकी सब नियमन त हामीलाई गरिरहेछ नि त, सोसियल मिडियालाई गरिरहेको छैन नि त त्यहाँ नियमन त। नियमन के छ भन्दाखेरि मेरै पोस्ट डिलिट हुने हो, उसको पोस्ट ऊ त हुने होइन, मेरै भोइस बोले भने म जेल जान सक्ने चान्स हुने हो। सो नियमन सोसियल मिडिया इट्सेल्फलाई छैन कि खोल के को ओडाइयो भन्दाखेरि हामीले त टिकटकलाई ल्याएर रेजिस्टर गराउन खोज्या हो, मेटालाई चाहिँ यहाँ ल्याएर रेजिस्टर गराउन खोज्या हो। त्यो रेजिस्ट्रेसनको एउटा पार्ट ल्यायो, त्यो रेजिस्टर गर त्यसपछि डिलिट गर भनेर डिलिट गर, त्यति मात्रै त छ नि, अरू केही छ र कानुनमा? उनीहरूको त केही पनि छैन नि त, रेस्पोन्सिबिलिटीमा त छैन नि त। तर हामीलाई चाहिँ के गर्थ्यो त, मेरै पोस्ट डिलिट गर्ने, मैले भनेको कुरा यो हुने, उसले भनेको कुरा यो हुने, गर्ने एङ्गलबाट चाहिँ यो कानुन लिएर आयो। प्राइभेसीको कुरा भन्छु नि, मैले गरेर जान्छु। अब मैले भन्छु 4chan एक्जाम्पल, त्यो आइएम नट भेरी फन्ड अफ 4chan। 4chan भने एउटा चाहिँ इट्स अ सोसियल मिडिया होइन, त्यो नेपाल आएर किन रेजिस्टर गर्छ त्यसले? गर्दै गर्दैन। अनि द होल आइडिया अफ 4chan फर एक्जाम्पल इज एनोनिमिटी। रेडिट इट सेल्फ राइट, मैले रेडिटमा मेरो नाम चाहिँ मैले के राखेको छु, मेरो 15वटा अकाउन्ट छ त्यहाँ, मेरो 15वटा अकाउन्ट छ, गाली गर्न नि युज गर्छु म त्यहाँ, रियल कुरा हो। मन परेन मेरो नाम प्रयोग गर्नु छैन भने तैँले यसलाई किन गाली गरेर चेपाइदिएको कुरा लेख्छस् भन्नुपर्ने, मेरो नाम ऱ्यान्डम नेपालीबाट थाहा हुनु भएन त, म उतातिर गाली गर्न प्रयोग गर्छु, त्यसलाई गर्छु म। त्यो मेरो अधिकार हो, गोल गाली गर्न पाउने अधिकार, मुख छाड्दिनँ होला तर गाली गर्न पाउने अधिकार, ऊ गर्न डिसेन्ट गर्न पाउने अधिकार त छ त, एनोनिमिटी एनोनिमस भएर।